परमेश्वरले अब्राहमलाई 3 भागमा प्रतिज्ञा गर्नुभयो र तपाईँ आज पनि त्यस प्रतिज्ञाभित्र बाँचिरहनु भएको छ। परमेश्वर अब्राहम कहाँ देखा पर्नुभयो र करार बाँध्नुभयो, तेरा सन्तानहरू अनगिन्ती हुनेछन्, तेरा सन्तानलाई त्यो देश दिइनेछ, तेरा परिवारद्वारा पृथ्वीका हरेक जातिले आशिष पाउनेछन्। त्यसपछि परमेश्वरले अझै भन्नुभयो, अर्को वर्ष तेरो र साराको एउटा छोरा हुनेछ। अब्राहम गोप्टो परेर हाँसे। उनी लगभग 100 वर्षका थिए, सारा 90 वर्षका थिइन्। तर परमेश्वरले एउटा यस्तो प्रश्न सोध्नुभयो जसले हरेक शङ्कालाई शान्त पारिदियो। परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? परमेश्वरको प्रतिज्ञाहरू कहिले समाप्त हुँदैन। ती प्रतिज्ञाहरू तपाईँको उमेर, स्रोत वा क्षमतामा निर्भर हुँदैनन्। तिनीहरू उहाँमा निर्भर हुन्छन् र उहाँ कहिले असफल हुनुहुन्न। टिटिभी नेपाली एप डाउनलोड गरी हरेक पदको अर्थसहित थ्रु द बाइबलसँग अध्ययन गर्नुहोस्, जहाँ बाइबललाई सरल रूपमा बुझ्न सजिलो बनाइएको छ।